तिम्रो फेरि पनि वेलकम ब्याक तपाईहरुलाई र रवि दाइले देखाउनु हुँदैछ आज चाहिँ तपाईहरुलाई सेल्फी डाँडा 2 जुन चाहिँ अहिले हाम्रो सेल्फी डाँडादेखि उत्तरपट्टि हाम्रो नयाँ सेल्फी डाँडा बनिरहेछ र त्यो डाँडाको बारेमा देखाउने छु र त्यहाँ के काम चल्दैछ त्यो बारेमा तपाईहरुलाई जानकारी दिँदै छु र यो भ्लग हेरेर सेल्फी डाँडा 2 मा पनि सबैजना आउनुहोस् ढुङ्गामा इन्जोय गर्नुहोस् सेल्फी डाँडा हेर्नुहोस् साथीहरु सेल्फी डाँडा 2 को लागि चाहिँ हाम्रो यहाँबाट माटो खनिएको रहेछ है त्यसरी माटो खनिएको रहेछ वहाँबाट वहाँसम्मको माटो खनेर थुपारिएको रहेछ है कत्रो थुप्रो छ तपाईहरु ल गाइजहरु यहाँ चाहिँ भरिसक्यो धेरै मान्छे नआयो तर यहाँ चाहिँ खतरा छ हेर्नु है हाम्रो सेल्फी डाँडा वहाँ छ र यो सबै जग्गा चाहिँ सेल्फी डाँडाको हो यहाँ धमाधम तयारी भइरहेछ है भविष्यमा चाहिँ यहाँ एकदमै बवालै हुने रहेछ है यहाँ बन्नेको बन्ने रहेछ ल यता गार्डन हो टट्ट यो चाहिँ के हो दाजु यो चाहिँ यसलाई के बनाएको थियो होइन क्या उयो माथिको ए ल हेर्नुहोस् है यो सबै हो नि उहाँ हो सेल्फी डाँडा हाम्रो सेल्फी डाँडा उहाँ हो होइन अब यहाँ 2 को विस्तार हुँदैछ होइन यो जति पनि देख्नुहुन्छ खाली जग्गा है सबै सेल्फी डाँडा बन्ने हो यहाँ जे होस् हाम्रो सुरुङ्गा चाहिँ 1 नम्बर हुने भयो है खुसी लाग्छ देखेर होइन धेरै राम्रो हुने रहेछ भविष्यमा चाहिँ यो बाटो छ अब सेल्फी डाँडा 2 तपाईलाई देखाउँछु हेर्नु डाँडा कसरी बन्दैछ यहाँ देखाउँछु अब सबै खाने भयो त हो नि आम्मामा रमाइलो हुन्छ यो सेल्फी डाँडा 2 नि दिदीहरु के रोप्नु हुँदैछ यहाँनिर यो फूल हो कि झार हो अनि यस्तो खडेर छ त यहाँ के हुन्छ त यो भनेपछि अहिले रोपेर यो असारतिर चाहिँ राम्रो सर्छ नि ल हेर्दैछ एकछिन यहाँ देखाउँदैछु नि त म यहाँको नजारा देखाउँदैछु कि एकचोटि सुरुङ्गै हो ल यो बाटो साथीहरु भविष्यमा चाहिँ यहाँको सेल्फी डाँडाको ओनरले सर कार कुदाएर सेल्फी डाँडा उहाँबाट सर आएर सेल्फी डाँडा 2 मा इन्टर गर्नुहुन्छ यसरी ल यो दिदीहरु सबै यो सिमेन्टको हो यहाँ खोक्रो छ कि यो उयो हो डल्लै हो यो होइन यहाँ भित्र खोक्रो छ खोक्रो ए हो र ल गाइजहरु यो डाँडा मुनि चाहिँ ढुङ्गाको नमुनाहरु अनेक बनाउँदै गरेको रहेछन् हैन यहाँ हेर्छौं हामी यसरी ल गाइजहरु यहाँ पनि कला फिटेको रहेछ दरो जस्ट यो के बन्ने हो थाहा छैन हैन तर बबाल कला लगाएको छ यहाँ यो चाहिँ के हो सिमेन्टको साथीहरु सिमेन्टको यस्तो बनाइदिएको छ नि यसरी दाइरो ड्याम कि ड्याम ठोक्नुहुँदैछ है बाटा गाजर गल्न चाहिँ साह्रै गलिन्छ के भएको यो हिँड्ने बानी नभएर हो कि यहाँ चाहिँ हाम्रो साथीहरु पोखरी बन्दै रहेछ र यता फुलबारी पनि रहेछ हेर्दैछौँ हामी के छ हाम्रो हात पनि गलिसकेको अवस्था छ र रवि दाइ पनि खोल्नु हुँदैछ किनभने एरिया सानो छैन ठुलो छ है
गॉड यार 1 भन्दा सेल्फी डाँडा 2 बबाल हुने रहेछ हाम्रो नजिकै खोला छ हेर्नुहोस् 2 टाढाबाट यस्तो देखिन्छ हामी चाहिँ बोर्डर छेउमा आइपुग्यो